Oh, hello guys. Welcome back to my channel. हामीले केही देखेको छैन आज चाहिँ ओइ किन फोन नहेर्नु आज चाहिँ हैन हामी फेरि स्कुलमा फोन लान आँटेको बिकज आज डान्स कम्पिटिसन हो। फेरि डान्स त्यही त हामी मौका चौका हालिदिन्छौँ हैन। अनि मेरो बेस्टी र म छौँ। अब हामी स्कुलतिर जाँदैछौँ। स्कुल चाहिँ त हो एक दुई पाइला हिँड्नुपर्छ। त्यही पफमा भन्नु परेन के हो वाक्क लाग्छ हो। अनि गाइस यहाँको सराउन्डिङ्स चाहिँ यस्तै छ हैन, हेर्न सक्नुहुन्छ। यत्रो यत्रो गाडी आउँछ, हामीलाई ठोक्यो भने त्यही हो। भरे स्कुलमा गएर भेट्नु मैले दाइहालेको। हेलो गाइस, अहिले चाहिँ कहीँ छ त होमवर्क डायरीमा एक दिन आएको आज चाहिँ आज पनि मैले फोन लिएको छु तपाईँलाई भनिसकेको छु। अहिले चाहिँ हाम्रो सेकेन्ड पिरियड सिद्धि सरको डान्स हुन्छ कि हुँदैन थाहा छैन हैन। हामी तिनजना छौँ यहाँ। अब चाहिँ यहाँको पनि छानसँग फोन वेलकम टु माई भला। अनि एकछिनमा चाहिँ हामी नाच्नु जाने होला। त्यही हो अहिले मेरो फोन। हेलो गाइस, सो यही हो। 006 अनि यहाँ चाहिँ हिउँमा भूमा छ, यहाँनिर चाहिँ यो छ। त्यही हो। सरी अब चाहिँ थर्ड दुईवटा प्लेट बाँकी छ। दुईवटा प्लेट पछि चाहिँ हाम्रो टिफिन हुन्छ। टिफिन पछि डान्स हुन्छ, नहुनु पनि सक्छ। त्यसैले अहिलेको लागि चाहिँ यति नै हो हैन। हाम्रो हुलिया अहिले यस्तै छ गाइस। यहाँ छ मेरो मामा। हामी तिनजना छौँ। सो अहिले चाहिँ यति नै हो हैन गाइस। भरे भेटौँ। मेरो चार्ज छैन नि, त्यो भएर भ्लग बनाउँदैछु। भ्यू त आउनु पर्यो गाइस। अहिले चाहिँ भर्खर म्याथ पिरियड सिद्धियो अनि अहिले चाहिँ हामी खाजा खान आँटेको। आज चाहिँ खाजामा चटपटे रहेछ। सो इसलिए अहिले चाहिँ अब जान आँटेको नगर्नु म्याथ। सरी गर्दैछ। यहाँ मूर्ति छ, खाँदैछ। हामी चाहिँ अब एकछिनमा जाने। अनि त्यही हो गाइस। भिडियो मेरोमा त डाक छैन। त्यही हो, सबैजना छौँ हामी। ओए भिडियो बनाउन यता फोन आइरहेको छ। मैले मात्र होइन है गाइस। ओ गाइस अहिले चाहिँ हामी चटपटे खाँदैछौँ। यहाँनिर छ बाँदर्नेहरू। बाई यही हो बाई बाई गाइस। हेलो गाइस, अब चाहिँ हामी ब्लगमा जान आँटेको डान्सको लागि। बाई बाई। यहाँ चाहिँ खाँदैन छ अनि डान्सरहरू चाहिँ यहाँ छ। नक्कली डान्सर छ एउटा चाहिँ, अर्को चाहिँ कालिया। बाई छ्या होला लाज लाग्छ। यहाँ चाहिँ हाम्रो बोक्सी जिम्मी हुन्छ, बोक्सीको गीतमा नाचेको। यहाँ चाहिँ बेली डान्सर। यहाँ चाहिँ नक्कली मात्रै हो। अनि यहाँ चाहिँ डान्स म पनि त्यही हो। अहिले बौलाहरू छ, उसले पनि डान्सर नै हो। थाहा थिएन। त्यही हो, अहिले चाहिँ हाम्रो प्रोग्राम हुँदैछ। अनि तिमीहरूको डेली तिमीहरूको के भन्छ हौ थोप्रा हेर्न पाउँछौ। त्यही हो। तिमीले फर्स्टमा भिडियो बनाएको थियौ होइन मेरो ब्लगको। गाइस अहिले चाहिँ भर्खर भइसक्यो। अहिले भर्खर चाहिँ डान्स सिधिसक्यो। अनि हामी चाहिँ यहाँनिर उभिरहेको छौँ। लाइन बाई लाइन जाँदैछौँ। हाम्रा सरहरू छन्। अनि मोटे छ जति बेरै सुती हरकत गर्छ। अनि यो चाहिँ हाम्रो त्यही हो। यसरी हान्नु मन लाग्छ। त्यही हो गाइस।
गाइड छ केटी चाहिँ हाम्रो क्लासको सबसे केटी हो गाइड छ धेरै छाडा पछि अनसब्स्क्राइब गरो होइन गाइड ओइ हटा न तिमीहरू केटीहरूकै बिचमा छ भने फेरि सरी ल क्लासतिर जाँदैछौँ अनि एकछिन के लेक्चर दिन्छ होला शुद्धले अनि त्यसपछि घर जाने त्यही हो मैले स्कुलको भनेको यहाँको अनुहार सोच्ला नि फेरि ल गाइज अहिले चाहिँ हामी स्कुलबाट डान्सबाट क्लास जाँदैछौँ जा फेरि विजय सरको प्लेट हुन्छ अस्तिकै सरको त्यही हो यो त उता सर छ त त्यो पहिला के भन्छ नामै विवेक सर त्यही हो ल गाई यहाँनिर नि डान्स हुँदो रहेछ ब्लक्सीमा पनि यहाँ चाहिँ फुच्चाफुच्चीहरूको एज यु क्यान सी हुन्छ त त्यही हो गाडीहरू छक्क परिरहेको छ हामी चाहिँ क्लासमा आइपुग्यौँ अनि त्यसपछि त्यही हो मैले जेनिसो भनिरहेको थिएँ यो लाग्छ गाडी हाम्रो क्लासको छोटा प्याकेट बक्सीहरू साह्रो गर्मी भयो यो चाहिँ जहिले फर्स्ट हुन्छ यहाँ छ सबसे चल्ने मान्छे मलाई के लाग्यो समय हातै परेको होइन त्यही हो बाई हाम्रो सरी गाइज यहाँ हाम्रो क्लासको बाहुबली छ गाइज बाहुबली जाँदैछ मोटे छ क्लासको सबसे ह्यान्डसम केटा हो मान्नु कि गाइज पट्याउनुहुन्छ तपाईँहरूले लाग्दो मान्छेलाई हेर्नु वेट डिफरेन्स हेर्नु अन्त ब्युटी डिफरेन्स अगाडि बोलाएर सरले चाहिँ मस्तले त्यहाँ सुत्दै हुनुहुन्छ हाम्रो यस्तो छ हाम्रो पारा गाइड कसरी बयान गर्नु त्यही हो गाइड अनि सबैजना बाटो यहाँ चढे होइन म यहाँ भिडियो बनाउँदैछु भनेर यहाँ छ विवेक हाम्रो नयाँ स्टुडेन्ट 1-2 महिना पुरानो ऊ यहाँ नक्कलीहरू छ मोटी र त बक्सी जस्तो हाँस्ने ऊ पढाउँदैछ मेरो बेस्टी बिचारा कहाँ मरेको थिइस् टोइलेटमा मरेछ मेरो साथी यो भुतायो त्यसै त म बादर भन्दिनँ नि गाइज अब चाहिँ म फोटो खिच्छु त्यति बेरसम्म यो सर चाहिँ हेर्नु न गाइज यस्तो त छ हाम्रो पारा स्कुल आउनु त्यहाँ कस्तो मजा आउँछ मोबाइल चाहिँ ल्याउनु दिँदैन नभए कसरी भ्लग बनाउँछ नगर यहाँ भयो जति हामी सबैजना मेरो एक क्लासको हो अब एकछिनपछि हामी कोचिङ पढ्न जाने कहिले पनि छुट्टी दिनौँ दिनु होला किन सब्सक्राइब हानेन त ल गाइज अब घर जानु भेट्छु बाई आम्मा यिनीहरू त गाइज हामी चाहिँ अहिले कोचिङमा छौँ त त्यही हो गाइज अनि यत्रो बडो छस् त अनि यो क्लास चाहिँ घटिया छ यसको टाइम निकाल्नु पर्छ
मजा आउँछ त नि बाई अब हामी खाजासाजा फेरि खान्छौँ अनि त्यसपछि पढ्न थाल्ने 1 घन्टा 2 घन्टा अहिले चाहिँ हामी घर जान आँटेको यसको म फोटो खिचिदिँदैछु स्कुल सिद्धिसक्यो अब चाहिँ हामी घरतिर जान्छौँ सो अहिले चाहिँ भ्लग यतिखेर एन्ड गरौँ है त बाई अनि डु लाइक सब्सक्राइब कमेन्ट अनि सपोर्ट बाई हेरिराख्नु होला मेरो ब्लग